तिलिजो ताल नेपालको मनाङ जिल्लामा रहेको अत्यन्तै प्रसिद्ध हिमाली ताल हो। यो अन्नपूर्ण श्रृङ्खलाको काखमा अवस्थित छ। यो विश्वकै उच्च स्थानमा रहेको एक रोमणीय ताल पनि हो। यो ट्रेकहरू मध्येकै चुनौतीपूर्ण ट्रेक मानिन्छ। हामी साँघुराबाट पहिरोको जोखिम र कहिले चिसो हावा, कहिले हिउँ र कहिले पानीहरूलाई चुनौती दिँदै हाम्रा पाइलाहरू निरन्तर अघि बढिरहे। तिलिजो तालको रोचकपूर्ण यात्रा सम्पूर्ण भिडियोमा राख्नेछौँ। कृपया भिडियो नछुटाइ हेर्नुहोला है त। हामी मन्थलीबाट दाइ र म यात्राको सुरुवात गऱ्यौँ। नमस्ते, हामी चाहिँ अहिले बागमती पुलमा छौँ। यो हाम्रो काठमाडौँको बागमती। यहाँ आइपुग्दाखेरि चाहिँ यस्तो भएको छ। एकदम रमाइलो ठाउँ छ यहाँबाट हेर्दाखेरि पनि। हामी मन्थलदेखि तिलिचोसम्म जानको लागि हिँडिराखेका छौँ। यहाँबाट हामी नारायणगढ, त्यसपछि लमजुङ हुँदै त्यहाँबाट चाहिँ मनाङको तिलिचोसम्म जाने कोसिस गर्दैछौँ। हाम्रो दाजु चाहिँ त्यहाँनिर टक्क लाएर बसिरहनु भएको छ। उहाँ नै हो एकदम फुर्तीफार्ती गरिदिने, एकदम जान्छु कि जान्छु भन्नुभएको छ। त्यही भएर उहाँलाई लिएर जाने विचारमा। भोलि थाहा हुन्छ हिँड्दा। अब हिँड्नुपर्छ, अब के गर्ने त, आफ्नै भोलि थाहा हुन्छ। यति राम्रो सिन छ यहाँनिर। ल अहिले हामी लमजुङको सहरमा छौँ। यो मनाङै चौतारा पनि भन्दो रहेछ। हामी यहाँबाट तिलिचोतर्फ जान लागेका छौँ। यहाँ तपाईँहरूले केही सामानहरू चाहिँ छुटेको छ भने पनि सबै सामानहरू, ट्रेकिङहरूको सामानहरू, सबै सामानहरू यहाँ पाइन्छ। ल हामी अब यहाँबाट अघि बढ्दैछौँ। बोलेरोहरू मजाले पाइँदो रहेछ। यहाँबाट फाङ्सासम्मको 3000 रुपियाँ भाडा भन्ने कुराहरू गर्दै हुन्छ। खानाको पनि चिकन खानाहरू 350-300 सम्म पनि पाइँदो रहेछ। पहाडको माथिबाट झरनाहरू बगिरहेको, वरिपरि हरियाली जङ्गल, ठुला ठुला पहाडका चट्याङहरू छिडिएर बनाइएको सडक मार्ग, तल बगिरहेको नदी। यो चाहिँ लमजुङमा रहेको बुमछरा हो। निकै आनन्दित तुल्याउने छरा हाम्रो देश नेपालको अनुपम पहाड। ठ्याक्कै त्यहाँको पानी सट यहाँसम्म अलिअलि आइपुगेको छ। सहरको धुलो धुवाँबाट एकदमै टाढा, आनन्द वातावरण, स्वच्छ हावा र मनमोहक दृश्यले मनलाई नै आनन्द बनाएको छ। ल वरिपरि चकमन्न छ। होटलमा पनि कोही साथीहरू उठिसक्नु भएको छ, जानको लागि तयारी गर्दै हुनुहुन्छ। के खाँदै पनि हुनुहुन्छ जस्तो छ। अनि अब हामी यहाँबाट हेर्दैछौँ।
ल आज हाम्रो यात्राको तेस्रो दिन हो। आज 2083 साल वैशाखको 20 गते। अहिले बिहानको झन्झन्डै 2:40 जति भयो। अब हामी यहाँबाट 50 मिनट दोस्रो ट्रेकिङ जाँदैछौँ। अहिले हामी बेस क्याम्पमा छौँ। बेस क्याम्पबाट अब हामी तिल्जे लेकतर्फ जाने हो। अब यहाँभन्दा माथिको यात्रा चाहिँ अझै अलिकति अप्ठ्यारो पनि छ भन्ने सुनेको छ। तर हामी अब यहाँ यसो तयारी गर्दैछौँ। लुगाहरू तयारी भइसकेको छ। अघि दुईजना भाइहरू बिच बाटोमा भेट भएर उहाँहरू पनि तयारी हुँदै हुनुहुन्छ। अब हामी अगाडि बढ्दैछौँ। म तपाईँहरूलाई त्यहाँभन्दा अगाडिको यात्राको भिडियोहरू अलिअलि सके जति म हाल्दै जानेछु। अलिकति ठाडै उकालो छ, अलिकति अब यो हाई अल्टिच्युड भएको ठाउँ पनि हो। हेरौँ कस्तो हुन्छ ट्रिप। साथीहरू जोस छ होइन त? एकदम जोसमा साह्रो नभनिकन उकालो बाटो नहेरिकन। अब हामीलाई यो बाटो धेरै थाहा छैन। हामीले चाहिँ अलिकति भिडियोमा हेरेको हो। यहाँको होटलतिर सोद्धा पनि अब एकदम बाटो चाहिँ त्यति हिँड्नुको लागि धेरै अप्ठ्यारो त छैन। यतापट्टिको उता जस्तो ढुङ्गा झर्ने यता त्यता, तर धेरै ठाडै उकालो छ। अलिकति हिँड्ने बित्तिकै सास बढिहाल्छ। अलिकति हाइट भएर पनि होला। अब 4000 भन्दा माथि नै छौँ अहिले। भाइ ठिक छ नि? हाम्रो अर्को भाइ ठिक छ? के भाइ? ठिक छ एकदम। सोनम के अरे? सोनम भाइ। लास्टमा लाइटमा सहयोग गर्दै हुनुहुन्छ हाम्रो सूर्य दाइ। अगाडिबाट गाइडेन्स दिनुहुन्छ। अगाडिबाट हाम्रो को भाइ हुनुहुन्छ? हजुर दिपक ए प्रितम। ऊ भाइ चाहिँ अलिकति एबिसी ट्रेकहरू गरिसकेको अनुभवी भएर त्यही भाइहरू दुईजना विदेश बस्नु भएको। नेपाल आएको बेलामा टक्क लाएर चाहिँ एउटा घुम्दिउँ न त। के सुतेर दिन बिताउनु। भोलिपछि यहाँको हाम्रो मनोरम दृश्यहरू लगाएर विदेशमा पनि देखाइदिन्छ उहाँहरूले। तर आज ओहो अलिक गाह्रै छ। यस्तो देखिएको छ मलाई। ह्यान्डसम एकदम मेन्टेन गर्नु है दाइ। हामी 22 घन्टी पुग्न अझ कति बेर लाग्ला है? हामी हिँडेको कति? त्यो सुरु भएपछि त अन्त्य भइहाल्छ नि होइन? सुरु गर्न पो गाह्रो त। बाटो त हराएन। के हराउँथ्यो? एउटै बाटो हो क्या यो। ल हामीसँग 4 जना मात्र छौँ अहिले। बाटोमा कोही भेट भएको छैन। ऊ तल कोही आउँदै हुनुहुन्छ। माथि अगाडि चाहिँ गइसक्नु भएको जस्तो लाग्यो। जस निकै रमाइलो भइरहेछ। हामी झन्डै अब चाहिँ 22 घुम्तीको नजिक आइपुगेका छौँ। अलिकति उज्यालो पनि भइसक्यो थोरै। अहिले 4:57 भयो। हामी 3 बजे हिँडेको होइन। हिमाल देखिन थाल्यो। हाम्रो ब्रोले यस्तो खिचिरहेछ होइन। अर्को ब्रोले यस्तो गरिरहेछ होइन। हेलो मलाई देखाउनु लाइट अब। म यस्तो छु, म यस्तो छु, जस्तो भए पनि दामी छु होइन। एकदम तर एकदम पछाडिपट्टि एकदम दामी छ फेरि अझै। हाम्रो दाइ गजन दाइ आउँदै हुनुहुन्छ उताबाट। तर केही छैन। त्यस पश्चात अगाडि यो हाम्रो ब्रो। ए काले त देखिन किन यस्तो भयो? मतिर देखाएकै छैन त। ए क्यामेरा त छ। अनि त्यस पश्चात माथि पारि त देखियो त। छेउछाउमा आइपुग्यो। ल हामी लाइक त्यस्तै अराउन्ड 4500 मिटरको हाइटमा होला अहिले। जेउसँग पुगिन्छ बिस्तारै तिलिन्छ। ल अब चाहिँ भिडियो एकदम क्लियर देखिन थाल्यो। मेरो अल्ट्रा रनर हुनुहुन्छ। अलिक धेरै पछाडि हुनुहुन्थ्यो। उहाँले लट्ठीहरू नटेकी सुई हिँड्नु भएको छ। हाम्रो चाहिँ हालत यस्तो छ। हेर्न तर सिन। ओ हामी कहाँ छौँ? बादलमाथि हराइरहेको छौँ हामी। ल हाम्रो एकजना साथी भेट्नु भएको छ। नमस्ते। नमस्ते। तपाईँ कहाँदेखि आउनुभयो? काठमाडौँदेखि।
ओहो एक्लै होइन अरू साथीहरू पछाडि हुन्छ अब अगाडि आउनुभयो कस्तो लागिरहेको छ तपाईँलाई ठिकै सन्चै राम्रो राम्रो तपाईँ हिजो बेलुका पौडी खेलिरहनु भएको थियो अँ त्यो चिसोमा तपाईँ मैले यसो हेरिरहेको थिएँ तपाईँलाई तपाईँ चिसोमा पनि यताउति हिँडिरहनु भएको थियो होइन कपाल लामो देखेर मैले याद गरेँ चिसो भएन हल्का हल्का तपाईँ पहिला हिँडिरहनु भएको थियो हल्का हल्का ट्रेकिङहरू हल्का हल्का ओहो यहाँ तपाईँ कडा लाग्यो मलाई मभन्दा बरु यो हिमालको खिच्नु पर्ने कि हिमाल पनि खिच्दैछु है तपाईँलाई पनि खिचेर हिमाल खिच्छु यो क्लिप म तपाईँलाई पछि उपलब्ध गराइदिउँ न नि ल है ल होइन कति राम्रो देखियो नि अब होइन हजुर मैले एकदम वाइडमा खिचेको छु अझै माथिबाट पनि खिचौँ ल ल ल ठिक छ नि होइन हस् ल एकछिनमा हिमाल स्पष्ट देखिन्छ अनि एकछिनमा बादलले छेक्छ मलाई यो कोसीहरू आउँदाखेरि चाहिँ हाम्रो तामाकोसी आइरहेको हुन्छ कसरी तलसम्म कति पानी हुँदो होला जस्तो त फेदमा त निकै कम एकदम थोरै हिउँबाट चाहिँ अलिअलि मात्रै बगिरहेको छ हामी ठ्याक्कै यहाँबाट मेन चाहिँ यहाँनिर तल खोला देख्नु भएको छ नि कोसी भनौँ त्यति हो त्यतिबाट त्यहाँबाट सुरु भएको छ नदीको मेन शिरबिन्दु त्यसले चाहिँ पुग्दा अझै टाइम लाग्छ अब अलिकति अगाडिबाट हाम्रो त्यो यो यात्राकै मुख्य अप्ठ्यारो ठाउँ 22 घुम्ती चिसो निकै छ देखिन्छ अब त्यहाँबाट त्यो गरेपछि त सजिलै हुन्छ र फर्किँदा पनि सजिलै हुन्छ जहाँ चाहिँ हाम्रो निकै गाह्रो भयो क्या हामीलाई नि जसलाई पनि प्रायः गाह्रै हुन्छ सम्म मात्रै आउनुहुन्छ कोही खाङसारसम्म आउनुहुन्छ अनि कोही चाहिँ यो तिली जाने भने हिँड्ने तर बिचमा कि त घोडा चढ्नु पऱ्यो घोडा चढेर लगिदिन्छ 3-4 हजार 5 हजारसम्ममा नत्र फर्किनुहुन्छ धेरै मान्छे फर्किनुहुन्छ त्यहाँबाट चाहिँ यहाँ कतिको देखिन्छ है त गाडीको ठाडो उकालो देखेर यहीँदेखि नै खुट्टै चल्न छोड्यो भने तर हामीलाई धेरै अगाडि आउनु भएको साथीहरूलाई हामीले भेट्न लागेको छौँ अगाडि चाहिँ 3-4 जना चाहिँ अल्ट्रा रनर टोलीहरू उहाँलाई दौडिनु पनि हुन्छ उहाँले स्टिकहरू केही बोक्नुहुन्न एकदम हलुका ढङ्गले विदेशको पनि हुनुहुन्छ नेपालको पनि हुनुहुन्छ एकजना म त पहिला त भीमबहादुर तामाङ भन्ने दाइ हुनुहुन्थ्यो हामीसँग जाई खानु भएको अल्ट्रा रनर हो कि जस्तो लाग्यो तर होइन पो रहेछ अनि त्यहाँबाट त मान्छे खुट्टै चलिरहेको छ नि क्या अरूको पनि यस्तो ठाडो उकालो छ कि त्यहाँनिर अब गाउँघरमा हो नि त ठाडो होइन यहाँ अब यस्तो चिसोले गर्दा अलिकति ब्रिदिङमा समस्या भयो क्या जाने त होला नि त्यस्तो अगाडि झन् राम्रो छ अब त्यसैलाई सम्झेर पनि
अघि बढ्नु पऱ्यो सबैलाई गाह्रो भयो होला मलाई मात्रै हो र त्यही पनि सकेसम्म म अघि हिँडिरहेको छु सूर्य दाइले खै कता हराउनु भयो हेर्नु अब अहिले फेरि बादलले माथि ढाक्दैछ अघि हामीले लड चाहिँ खिचिसक्यौँ अनि त्यो सब सूर्य उदाउँदाखेरि चाहिँ हेर्न कस्तो रातो रातो खालको सुनको टाइपको हुँदैछ आफूले अगाडि बसेर हेर्दाखेरि यति आनन्द महसुस भएको छ बाहिर एकदम गाह्रो भयो जस्तो छ तल बसिरहनु भएको छ अन्त हामीलाई पनि एकदम गाह्रो भएको छ हिजोदेखि टाउको दुखिरहेको त्यो माथि डाइरिया पनि भएको अनि बिहान छिटो उठ्नुपर्ने जस यात्रा सफल गरेर तल पुग्दाखेरि अर्को किसिमको आनन्द मिल्छ तर फर्किँदाखेरि त निकै सजिलो हुन्छ होला हल्का स्लोपमै छ बाटो त्यो एउटा मुख्य बाटो आउनु थाल्यो त्यो देखेपछि झन् यतै खुट्टै एकदम चलाउनु नसके जस्तो लाग्न थालिसक्यो क्या गाह्रो छ पारिपट्टिको भाग हेर्नु त यताको साइडको हिमाल त छेकिसकेछ फेरि त्यो देखिरहेछ हिमाल त गाह्रो भयो क्या है गाह्रो पो रे सुतेको के छ ठिक छ एक्लै जाने कुरो भएन जोर रेस्ट गरे साथीले दाइले चाहिँ लास्टै गाह्रो भयो सनराइज भयो यताबाट यहाँ ठ्याक्कै टाइमिङमा क्लिक गर्न सक्यो भने त सब कुरा देखिने रहेछ अन्त फेरि छोपिहालेँ पाइलै अघि बढ्दैन अब चाहिँ पहिला घुम्ती सुरु हुने पनि बेला भयो यहाँ अलिकति ल्यान्डस्लाइड रहेछ यहाँनिर जालीले छेकेको रहेछ अलि हिउँका थुप्राहरू पनि छ कहिले घामले जित्छ कहिले बादलले जित्छ फेरि अहिले मौसम क्लियर भइसक्यो खुट्टा त चल्दैन आउँदै हुनुहुन्छ तलबाट पनि साथीहरू झन् नजिक झन् क्लियर देखिएको छ अहिले अहिले बादल छेकेको थियो फेरि क्लियर भइसक्यो फेरि आउँ जस्तो माथि गएर फर्केर आउँदाखेरि चाहिँ मजासँगले बसेर हेर्नु पर्ला बाइक घुम्ती भयो ठ्याक्कै सुरु भयो अन्त बोल्न नसक्ने स्थिति छ कसैले भाँडा छोडेर हेर्छन् बोक्नु नसकेर होला यसरी भाँडा छोडिनु भएको छ यसरी हिउँको डल्लाहरू भिडिनु थाल्यो आइस एकदम कडा छ तिलो ताल पनि अहिले चाहिँ यस्तै गरी जमेर बसेको छ भन्ने हामी सुनेका छौँ ताल भनेर अब तरल पदार्थ तरल पानी चाहिँ हामी भेट्दैनौँ होला जस्तो छ यसरी भाँडै छोड्नु भएको छ गरमको भएर होला थोरै अगाडि आइरहेको छ अब पछाडि बस्यो भने झन् पनि 8-10 लाग्छ होला हामीसँगै आएको कोही साथीहरू चाहिँ ऊ माथि बसेर हामीलाई हेर्दै हुन्छ ऊ माथि पुगिसकेको होला तल हेर्दा रमाइलो लागिरहेको होला अहिले हामी पनि माथि पुग्छौँ अनि माथिबाट तल हेर्नुपर्छ अनि 22 घुम्तीको झन्डै आधा जति आइपुगिसकेको छ मैले 2-3 ठाउँ सर्टकट पनि हानेको धेरै घुम्ती भएर
सर्टकट हाने गाह्रो गाह्रो भयो सबैलाई गाह्रो छ साथीहरू अझै पछाडि हुनुहुन्छ धेरै गाह्रो छ गाडीहरू माथि आइसक्यो Hello. Very fast guy. Oh, I do shortcut in the 3 time. मलाई अघि नै बाइस घुम्ती आउनुहुन्छ अलिक मान्छे कहाँ छ मेरो एक घुम्ती चढ्दिने मेरा 3-4 जना साथी कहाँ पछाडि परेर त्यहाँ त रेडबुलहरू खाने कुरा होइन गाह्रै भइरहेछ त्यही नै अब बस्यो भने झन् झ्याउ लाग्छ होइन बरु हिँडिराख्नु पर्यो खुट्टा हल्लाइरहनु पर्यो अगाडि भने कि तपाईँको साथी पछाडि भने पछाडि छन् देखिँदैन अघि मात्र भएको के धेरै गाह्रो म अहिले एकदम सर्टकट हानेको एकदम गाह्रो भयो Nobody in the world speaks Dutch. It's kind of nice for us to speak some other languages. कहाँदेखि कुन देशदेखि Yeah. यहाँ हेर्न आइपुग्नु भएको छ हामी चाहिँ अब नेपाल देशमै भएर पनि आफ्नै देशको सुन्दरता आफ्नो देशको स्वर्ग किन नहेर्ने भनेर हिँडेको हट कोही कोही तगडाहरू हेर्नु यस्तो सर्टकट हान्दिन्छ कोही चाहिँ यसरी घोडामा आउनु भएको छ अब 22 घुम्ती मध्येको लास्ट घुम्ती बाँकी छ त्यो डाँडा पुगेपछि भन्दा सजिलो बाटो आउँछ कि यस्तो होइन न अझ छाडै छ तल तलमै घोडामा थुप्रो मान्छे आउनु भएको छ म चाहिँ अलि तगडा चाहिँ क्या हो हेट के भएको यस्तो सूर्यदाल चाहिँ कहाँ आइपुग्नु भयो देख्दिनँ त्यहाँ हुनुहुन्छ जस्तो छ अलिकति अहिले चाहिँ सबै अहिले देखिरहेको हिमालहरू सबै छेकिएको छ बादलले हामीलाई नै पुरिराखेको छ जे होस् जिन्दगीको एउटा समयमा कि त त्यो सैन्य तालिममा गाह्रो भयो होला कि त आज गाह्रो भयो त्यही भए पनि हेर्न कस्तो हँसिलो अनुहार छ मेरो मलाई अप्ठ्यारो भने चाहिँ खास गरी केही पनि लाग्दैन लाग्नु चाहिँ तर के गर्नु हट ए सूर्य दाइ सूर्य दाइ ल आउनु है धेरै छैन अब आइसक्यो मैले सूर्यदाल देखेँ 10-12 घुम्ती 5-7 घुम्ती छ अझै बाँकी छ अहिले त घोडा चढ्ने निकै हुनुभएको छ तल कहाँबाट एक्कासी त्यत्रो घोडा निस्के अहिले घोडा थिएन अलिक कति धेरै घोडा निस्के कहाँबाट निस्के हट ठिक छ तपाईँ पहिला ट्रेकिङ गरिसक्नु भएको थियो होइन 15 इयर्स भयो ट्रेकिङ गरिराख्ने होइन त्योभन्दा अगाडि पहिला गरेको थिएँ ए तपाईँ भनेपछि त यो रुट कहाँ पर्यो तपाईँको अब मतलब यहाँबाट या खर्क जाने
होइन अनि अनि हिँड्दै हिँड्दै मुक्तिनाथै पुग्ने हो ओहो हिँड्दै छ्या हामी त लुते हो साँच्चै हो हट उहाँहरू तिलिचो पुगेर उहाँ छोरा हुनुहुन्छ अघि है मैले भिडियो खिचिरहेको थिएँ अस्ति ज्यापनिज थियो उता हामी बागाम भेटेँ त्यो झन् पुरा राउन्ड एबिसीको उता घुमेँ पुरै अन्नपूर्ण ट्रेक पोखरा हिँड्दै है हामी त अल्छी हो म चाहिँ आज यहाँ खर्क सकिन थोम पेति पुगेँ नि त बिहान थोम पास तपाईँ हिँड्ने बानी अलिक पर्नु भयो जस्तो छ यो अन्त सजिलो हो यो अलिक गाह्रो जस्तो लाग्यो है हो के हो हाइटले गर्दा हो अझै खुर्किलो हाल्यो भने त अझै अप्ठ्यारो हुन्छ है एउटा यसमा खुर्किलो लगायो भने त अझै अप्ठ्यारो हुन्छ है यसो ल्यान्डस्लाइडहरू छ हाई रिस्क पार्ट हो हुनु चाहिँ ढुङ्गाहरू झर्ने सम्भावना पनि एकदम छ अहिले चाहिँ अलिकति यो टाइपको भयो बर्खातिर त अझै डरै मर्दो हुँदैछ त मुख्य सिजन त दसैँ पछाडि दसैँको सिजनहरू यो मुख्य हाम्रो अप्ठ्यारो बाटो सक्यो गोडाको अन्तिम बिन्दु पनि यही हो अरू फिनिस भन्दै हुन्छ उहाँहरू चाहिँ अझै तलसम्म पुर्याइदिन्न भन्दै हुन्छ ओहो लड्नु भयो उहाँ ओहो यो घोडाले आउँदा पछाडि लैजाँदैन है हिँड्नु नि अप्ठ्यारो बाटो चाहिँ अब सकियो अब अप्ठ्यारो उकालो त हिँड्न सकिन लाग्यो भने त फेरि सकिन लाग्यो भने फेरि आउँछ भयो कि ए हामीसँगै अलि हामी त पछाडि दौडिनु भएको मान्छे दौड्दै फर्किसक्नु हेलो हेलो आइसक्नु भयो थ्याङ्क यू ओहो हामी त पछाडि हुनुहुन्थ्यो दौडी गरेर दौडी आइसक्नु भयो अब चाहिँ ठ्याक्कै हामी डाँडामा आइपुग्यौँ म अलिकति अगाडि आएको दाइको मेरो अलिकति ग्यापिङ छ मजाले आनन्दले बस्छु म अहिले ठ्याक्कै हामी बिहान 3:10 जाँदा त ठ्याक्कै हिँडेको थियौँ अहिले 7:24 गयो अब जाँदै 4 घन्टा 4.5 घन्टै भइसक्यो कोही घोडामा आउनु भइरहेको छ अझै पनि र म त कुर्छु कति बेर लाग्छ दाइहरू आउनुलाई हजुर अहिले त्यहाँ तिर्खा लाग्यो जस्तो हेर्न हिउँ पो खान्छ अहिले ठ्याक्कै तपाईँको 7:25 गयो अनि अहिले चाहिँ निकै आनन्द हामीले अक्सिजन पनि बोकेको थियौँ अब अक्सिजन बोके पनि दाइ धेरै पछाडि म अलिकति अगाडि अलिकति के नमिले जस्तो हुँदो रहेछ बसिरहन पनि अब नसके नि हेर्दै गएर भन्नुभयो दाइले त्यही भएर हेलो हेलो के छ ठिक छ गुड मर्निङ ठिकै छ मेरो साथीहरू निकै पछाडि भएर त्यो आइयो अब चाहिँ आइयो है त्यो शारीरिक अवस्था मात्रै होइन अलिकति
मेन्टल्ली पनि प्रिपेयर चाहिँ हुनुपर्ने छ म सक्छु भन्यो भने सकेन रहेछ मलाई बिचमा हट म त फर्किन्छु होला जस्तो भइरहेको थियो म त्यही भएर पछाडि नबसेको कारण त्यो म अघि हिँडेको कारण म लास्ट भयो भने त झन् गाह्रो हुन्छ क्या तर घोडाले पनि त्यहाँबाट त्यो 22 घुम्ती भन्दो रहेछ नि तर अलिकति सर्टकट पारेर 17 घुम्ती भए रहेछ 3000 रुपियाँमा त्यति घुम्ती कटाइदिँदो रहेछ क्या तल पढायो भने चाहिँ धन्यवाददेखि 13000 रुपियाँ त उहीँ खाङसारबाटै हो भ्याक्सिन चाहिँ मसँग चक्लेट छ दाइसँग रेड बुल थियो अब म तपाईँ खाँदै गर्नु पऱ्यो दाइ आए पछाडि अनि फेरि नखा जस्तो गरेर ज्ञानी भएर बसेर दाइसँग फेरि खानुपर्छ Hello, feeling good? Yeah. Oh, do you know how far to the lake? No, just 30 minutes. Sir, okay. Yeah. Bye. पुग्नु छ हैन पुग्नु छ हामीलाई पुरै यहाँ एकछिन बसौँ यार अछु सूर्य दाइ के छ घोडा लिएर आऊ दाइ त एक निन्दर सुतेर भ्याउनु भयो त्यहाँ दाइले मलाई कानमा हालेर लग्छु भने हैन यत्तिकै बसेर सुतेको हजुर आनन्दले चिल्याक्समा सुत्ने रे के दाइ के छ आयो हामी चाहिँ एकदम अप्ठ्यारो बाटो चाहिँ कटिसक्यौँ अब अलिकति उकालो छ थोरै हामी 4 जना एकै ठाउँ जम्मा भइसक्यौँ है ल अब चाहिँ दाइ कस्तो छ अहिले तपाईँलाई सबै ठिक छ हालत खराब यो गुटी होला जस्तो छ त्यो के ल्याउ हजुरले तपाईँ पहिला भ्यानै खानु भनेको जस्तै हामी यो 2 जना भाइहरू भएर सजिलो पनि भयो भाइले ट्याक्क दाइको झोला पनि बोकिदिएको होइन म बोक्छु दाइ भन्दा होइन म डर्नु भन्नु अघि बोक्नु त म रेसियो चाहिँ आफ्नै तालमा हिँड्ने क्या हो सास रोकेको छ र अहिले पनि सबै अब एकदम सबै बन्दै भइहाल्यो अहिले अब होइन आउँदैछ नि अहिले मुखे डाँडामा आइपुग्यो बल्ल एकदम सास फुलेर फेरि यहाँबाट उकालो चल्नुपर्ने त हिउँ अहिले हिउँबाट उकालो चढ्नु पऱ्यो है फेरि यहाँबाट हिउँ नै उकालो त्यहाँ हिँड्नु पऱ्यो हिउँबाट हामी त हिउँ हिँडेर रेनकोट लगाउनु पर्छ होइन रेनकोट लगाएर माथिबाट चिपेर आउने कि सिधै अब हामी हिउँको भागमा आइसक्यौँ यो उकालो चढेर अनि त्यहाँ डाँडाबाट अब कतापट्टि पर्छ अलिक तल झर्नुपर्छ कि
के छ रमाइलो भयो नि अब डाँडामा आएपछि है अहिलेको गाह्रो बिर्स्यो होला अब त ए होइन उकालोमा गाह्रो हुँदैन होला अब हिउँ देखेरै खुसी हुन्छ नि त मन होइन हिउँ हिँड्ने हो अनि त्यो डाँडामा गएर एकछिन बस्ने कस्तो कस्तो ठाउँ छ है पृथ्वीमा तर निकै जाडो भयो नि हात पुरा ठिटिएको छ खुट्टाले कहाँ टेका थाहा छैन अब फाइनल्ली हामी तिरिचोको नजिक पुगेका छौँ आधी बोसो 5 केजी घटिसक्यो अब त बोली फुल्दै आइगयो नि होइन खुल्दै आयो अब त हट अझै हिउँमा त हिँड्नै बाँकी छ अब हामी यहाँबाट हिँड्ने हो अक्सिजन लेभल अलिक घट्दै गएको जस्तो भइरहेछ फेरि उकालै छ के गर्ने टिप खोल्नु पर्यो अरे स्टिकको चिप्लिँदैन यहाँ टाढाबाट हेरिराखेको हिउँ हजुर स्केटिङलाई त हुन्छ तर यता हिउँ पऱ्यो हिँड्न अलिक सजिलो जस्तो लाग्यो आयो आइस त्यसमा हिउँ आयो गाइज आइसक्यो अब आयो बल्ल बल्ल तपाईँ आइपुग्नु भयो तपाईँ साथी पनि आइपुग्नु भयो कस्तो रमाइलो भयो हाम्रो अङ्कल चाहिँ कहाँ हुनुहुन्छ खै सोधै आउनुहुन्छ अब त्यही खाल्टो हो विश्वकै सबभन्दा अग्लो ठाउँमा रहेको ताल तिलिचो ताल
हामी फाइनल्ली आइपुग्नै लागिसक्यो। अलिकति गाह्रो भए पनि तर अहिले चाहिँ आइस जमेको भोजन भएको अवस्था छ अरे। अलिकति पानी भएको भए बेला भए चाहिँ सल्ले हुन्थ्यो। बोली लटपटिसक्यो। गाह्रो भयो। आँखा दुखेर टाउको दुखेर हट। मैले ल्याएको मेमोरी एउटा सपोर्ट गरेन, अर्को मोबाइलको मेमोरी फर्मेट गरेर हालेको छ। कति खिच्न सम्भव हुन्छ। मौसम अहिले क्लियर थियो, अहिले फेरि बादल ढाक्यो। बिहान चाँडै आउने टोलीहरू चाहिँ अहिले फर्किने क्रममा हुँदो रहेछ। नजिकै हिमाल छ। यता त सबै हिमालको रेन्ज भइहाल्यो। सबैतिर हिमाल टाढाबाट हेरिराखेको हिउँ यसरी नजिकबाट हेर्न पाउँदा निकै मन आनन्दित भएको छ। टाउको दुख्ने, आँखा दुख्ने। हिम्मत हारिएन आइपुग्यो। त्यही नै हो राम्रो कुरा। यसले गर्दा भोलि पर्सि जिन्दगीको हरेक पाइलाहरूमा अघि बढ्नलाई पनि सजिलो हुन्छ। हामीले अलिकति मेहनत गर्ने, हौसला प्रदान गर्ने एउटा चान्स पनि हो। ओ भाइ फर्किसकेको, फर्किसक्नु भयो? बा पुग्नु भयो? बा नि फर्किसक्नु भयो? रिटर्निङ फ्रम तेलिसो? गुड। त्यसैजना भाइ यस्तो तगडा हो कि होइन, म भन्दा धेरै पछाडि आएको हामीभन्दा। उनीहरू त मुक्तिनाथ पुग्दै हिँड्दै हिँड्दै त्यो चेकिङ गर्ने बानी भइसकेको रहेछ। अनि उहाँको बुवा पनि सँगै हुनुहुन्छ कि, तर भाइ अगाडि छ, बुवा अलिक धेरै पछाडि हुनुहुन्छ। त्यो गाह्रो सबैलाई भएको छ नि, स्याहाँ स्याहाँ गर्नुभएको छ बिचरा। एकदम फर्किने क्रममा हुनुहुन्छ। अझै हामी अलिकति हिँड्नै बाँकी छ। कस्तो रमाइलो क्या। जाउँ जाउँ अब नरोक्यो हजुर। अब छोरा धेरै अगाडि गइसक्नु भयो। तपाईँ आइनुभयो। नमस्ते 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 नमस्ते। बनाइहाल्छु नि। अझै चस्मा लाएर हिँड्नु पऱ्यो। कस्तो थियो क्या चस्मामा? कस्तो राम्रो। आयो आयो भने अझै आएको हुँदैन है।
हल्का हल्का परिरहेको हुँदो रहेछ हिउँ चाहिँ हामीले यस्तै हुन्छ भनेर ल्याएको अस्ति ढले थियो एउटा बहिनी हो यस्तै दिएर अनि लिएर गएको तान्नु भयो निल्नु तानेर निल्नु सास लिया मिलेन फेरि एकचोटि स्वाट तान्नु ल मुखले तान्नु सट्ट भयो अलिक केही भयो अलि अप्ठ्यारो भयो भने अनि फेरि गर्नु कस्तो छ स्वाद एकदम नजिक आइसक्यौँ है अब चाहिँ फाइनल्ली धेरै नजिक भन्दा भन्दै हट गाह्रो भयो नि त जोस् यहाँ आइसकेपछि अहिलेको सबै दुःख पनि बिर्सिसक्यो नजिकबाट मलाई हेर्नु पाइएको छ हो हट आइपुग्यो खुसी हुँदै हुनुहुन्छ पुरै हिउँ जमेको छ फाइनल्ली एक्कासी सबै दुःख भुलियो अब तपाईँहरूमा सर्र तिलिचो लेख देखाइदिन्छ र विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल अहिले चाहिँ पुरै जमेको छ ओजन भएको रहेछ आइस भएको छ त्यति राम्रो छ भने हामी अझै अलिकति खुलेपछि राम्रोसँग हेर्छौँ यहाँ आइसके पछाडि यहाँनिर सानो कफी सप पनि छ अब हामी केही कुराहरू खान्छौँ उताबाट थोरै यतापट्टिबाट पनि घुमाएर देखाइदिन्छु र ओहो प्रायः सबलाई गाह्रै भएको हुन्छ मलाई मिडियम गाह्रो भएको तर साह्रै धेरैजना त अब घोडामा पनि आउनुहुँदो रहेछ इन्जोय गर्नु है त ल अनि म फर्केको भिडियो पनि बनाउँछु अलिकति बोल्न नसक्ने स्थिति भइरहेछ यो एकदम आँखा दुखेर टाउको दुखेर जस हिँडेर आइपुग्यो एकदम खुसी लाग्यो साथीहरू टिकटक बनाउँदै हुनुहुन्छ कोही नाच्दै हुनुहुन्छ कोही फोटो खिच्दै हुनुहुन्छ ऊ त्यस्तोहरू हेर्नु न स्टेप चाहिँ हेर्नु है त्यहाँ ओहो त्यस्तो स्टेप रे क्या त्यस्तो स्टेप रे है त्यहाँ हेर्नु है त्यस्तो स्टेप रे उहाँले एकदम कहिले हिउँ पर्छ कहिले रोकिन्छ कहिले घाम लाग्छ कहिले के हुन्छ तर बडो मजा देखिरहेछ हामी फर्किनु छ अब ओ त्यस्तो गर्नुहुन्छ अरे मैले ल है त कस्तो हुन्छ हेरौँ है त यहाँ ल हामी फोटो खिच्यो अर्को फ्रेस पनि भयो
के खानेकुराहरू खायौँ। अब फेरि उही नजिकका साथ हामी बेस क्याम्प हुँदै तल पुग्नु पर्ने छ खाङसारसम्म। आज हामी खाङसार पुग्नु पायौँ भने पनि कमसेकम भोलि पर्सिसम्म चाहिँ घरै पुग्न सकिन्थ्यो कि भन्ने हाम्रो कोही आउँदै हुनुहुन्छ। तर 12 बजी पछाडि चाहिँ नआउँदा पनि राम्रै हुन्छ होला भन्नुहुन्छ यहाँको मान्छेहरू। अब बिस्तारै हिँड्नु पर्न थाल्यो। के अप्ठ्यारो पऱ्यो भने फेरि गाह्रो हुन्छ भनेर पनि होला। मजासँग हिउँ पर्न थालेको छ। झन्डै 11 बज्यो। हामी बिहानको 3:10 मा हिँडेको तिल्जो लेकसम्म आएर हामी फर्किँदैछौँ। एकदम ब्रेदिङमा त समस्या भइरहेछ। त्यो पनि बिहान आउँदा भन्दा अलिकति सजिलो होला कि भन्ने लागेको छ। अलिकति हिउँ परिरहेको छ अहिले यो बेलामा। धेरै राम्रो देखेको छ सबैतिर। त बोल्दा पनि सास रोकिन्छ। निकै गाह्रो छ। त्यो भाइ चाहिँ निकै तगडा छ हाम्रो ग्रुपमा। मेरो लट्ठी हरायो। त्यहाँ छोटो लट्ठी फेला परेको छ। त्यो राखेको थियो एकदम टाउको दुखेर एकछिन यसो झोलामा ढल्केको। त्यो कहिले झुकेर बोक्नु भयो होला हो कि मलाई दुईवटा चाहियो कि के हो। यो सहयोगी भावनाको हुनुपर्छ। लट्ठी लगिदिनु भयो स्टिक। बिहान आउँदा अहिले हिउँ एकदम बढेको छ। मान्छेहरू आउने क्रम जारी छ। तर तपाईँहरू आउँदा चाहिँ सकेसम्म बिहानै आउँदा राम्रो। बेस क्याम्प बसेर बिहान 2:30 उठेर 3 बजीतिर। कोही मान्छे 2:30 मा आउनुहुन्छ। अहिले चाहिँ अब हावा पनि लागिरहेछ। हामी फर्किँदा अब आउने मान्छेलाई चाहिँ अझै गाह्रो हुन्छ होला। यो चाहिँ मेरो पहिलो ट्रेकिङ सबभन्दा अग्लो ठाउँमा रहेको विश्वको अग्लो ठाउँमा रहेको तिलिचो तालमा आएर फर्किँदैछु। फर्किनु सफल भएँ। तपाईँहरूलाई म अलिकति रिभ्यू जस्तो चाहिँ खाङसार पुगेर कति खर्च लाग्छ, तपाईँहरू यो चैत वैशाख जेठ असारसम्म आउँदा मौसममा कस्तो किसिमको तयारी गरेर आउँदा हुन्छ त्यो सहितको म भिडियो बनाएर पनि हालिदिन्छु होला। तर जिउ निकै थाकेको छ। यो बेस क्याम्पबाट तिल्जो लेकमा आइसके पछाडि माथि चिया कफी खाने ठाउँ छ। ठिका चियाको झन्डै 200 रुपियाँ पर्छ। पानीहरू पनि दिनुहुन्छ। तर अहिले क्रुसहरू कम भएको भएर हो। पछि त भिडभाडै हुन्छ अरे। अनि आउँदाखेरि कमसेकम रेनकोट बोक्नै पर्यो। त्यसपछि तलको ट्र्याक सजिलो खालको अनि झोला सकेसम्म अरूलाई झोला बोकाएर आफू हिँड्नुभन्दा पनि बरु हल्का झोला बोक्नुभयो भने उकालोमा पानीहरू चाहियो भने चाहिँ अन्त कोही सिधै अगाडि आइपुग्नु हुँदो रहेछ। पानीहरू औषधिहरू आफ्नो झोलामा बोक्दा राम्रो हुन्छ। भन्दा निकै हिँड्नु परेको छ। अब खुट्टाले पनि भर दिँदैन, टेक्न सक्दैन। मेरो यो जुत्ता पनि अलिकति फुल ट्रेकिङ सुज नभएर मैले चाहिँ गोल्ड स्टारको सामान्य जुत्ता किनेको थिएँ। भित्र पुरै हिउँ छिरेको छ, चिसो भएको छ।
मोजाभित्र पुरै छिरेको छ र अझै पनि यस्तो आनन्द छ हेर्नुलाई चाहिँ अनि त्यता पनि हो हावा जोरदार रूपमा लागेको छ हल्का हिउँ पनि परेको छ पानी पनि परेको छ यो जग्गा चाहिँ फेदर बुटेक्स रेनको प्लास्टिकको ल्याएको छ यसो छ धेरै होला धेरै ला अहिलेको अवस्था चाहिँ एकदम चिसो रहेको छ होइन कस्तो फिलिङ्स भयो भन त यसो हेर्दाखेरि धेरै होला है लागेको छ अनि के भन्छ हाम्रो हिउँ परिरहेको छ स्टिल सो अहिलेकोलाई चाहिँ अलि कठिनाइ देखिरहेको छ गाह्रो भइरहेछ गाह्रो भइरहेको छ स्टार्ट हुन्छ आफै यहाँ चाहिँ अहिले हिउँ परेको अवस्था दिल्ली चाहिँ जानुभन्दा अगाडिसम्म सबै ठिक थियो हावा थिएन हिउँ परेको थिएन अहिले हिउँ परेर कपडाहरू पनि रुँदैसकेको छ गाह्रो छ माथिबाट सूर्य अङ्कल र मेरो साथी आउँदै हुनुहुन्छ अनि यता चाहिँ अङ्कल हुनुहुन्छ उता हात हल्लाउँदै हुनुहुन्छ परबाट जे होस् अल वर्थ इट सबै ट्रेकहरू गाह्रो भएर उस गरेर आए पनि इट्स वर्थ इट गाइड्स How was the trek, bro? All good, bro, all good. It's so snowy at the moment, so it's very, very cold. Even after I am applying these gloves, it's very cold inside. Looks like it's gonna be frostbite and it's gonna reach the destination. Just give me your experience. It was all good till now. It's all good, and I feel really, really happy to be here with you, right? And you helped me a lot by carrying all the goods, all the backpack. Thank you so much. Suryodai! के भन्नु छ यात्राको बारेमा यात्रा कठिन रह्यो पनि तर साल वर्थ इट हैन त यादगार रह्यो त्यही त यात्रा त कठिन ओके ठाउँ जतिमा चाहिँ छटपट हानेको अनि माथि छिटै आइपुगेको थिएँ तर अहिले पनि हिउँले हानिरहेछ हिउँमा पानी मिसिएको छ हावा आएको छ तर बिहान जस्तो गाह्रो छैन सजिलै छ हामी सकेसम्म आज खाङसार पुग्ने विचारमा छौँ हामीले बिहानदेखि त्यहाँ पुगेर चिया खाएको हो चिया बिस्कुट अनि बिचमा चक्लेटहरू खायौँ हामी चक्लेट बोकेको थियौँ एकजना मैले यहाँ अक्सिजन पनि बोकेको थिएँ एकजनालाई हामीले अक्सिजन पनि दियौँ मलाई निकै सजिलो भयो अहिले हामी अघि हुनुहुन्छ अक्सिजन लिने साथी हो त्यो तल पुग्नु भएको थियो आज त अघि दौडिनु भएको जस्तो छ बिहान त लास्टै गाह्रो भएको थियो यहाँ अहिले पनि देखिन्छ र हिउँ परिरहेछ कोही मान्छेहरू चाहिँ उहाँ तल घोडा खच्चर आउँदै हुनुहुन्छ उहाँलाई अब अलिकति अझै गाह्रो हुन्छ माथि हिउँ परिरहेको भएर पनि हिउँ त पर्छ हावा र हिउँ सँगसँगै आएर छड्कै हिउँ परिरहेछ अब अरू बेला हामी चाहिँ कान्छी जाँदा माथिबाट पर्थ्यो छड्कै सिधै आँखामा मुखमा हान्छ क्या यहाँको अनि कोसी यहाँदेखि बग्दै गएको छ त्यसरी सर बग्दै जान्छ तल पछि निकै ठुलो हुँदै गएको छ नेपालको अनुपम भन्दै संसारमा 8
दलसलको विश्वको दोस्रो धनी देश हाम्रो यस्तो मूल झ्याक्कै लड्यो अहिले आइया हट चिप्लेर लडेँ एकदम मोबाइल वाटर एकदम बग्ने पानीको सोर्स अफ इन्कम हाइड्रो पावरको लागि चाहिँ दोस्रो धनी देश एकदम सुन्दर ठाउँहरू धेरै छन् हेलो हेलो उहाँहरू घोडामा गीत गाउँदै इन्जोय गर्दै हुनुहुन्छ हेर्नु हुन त घोडालाई पनि दम फुल्यो होला हो Yeah. Feeling good? Yeah, of course. It's very cold though. Yeah. Hello, hello. Bro, के छ तिम्रो खबर ब्रो? के छ तिम्रो? के हो नि बिहान मैले कताबाट आएको भने थाहा पायो? यही हो मैले बिहान हानेको। हिजो लेक पुगेर आउने कोही साथीहरू त्यो पारीको डाँडाबाट खाङसर जाने क्रममा हुनुहुन्छ हामी चाहिँ अब झन्डै बेस क्याम्प आइपुग्न लाग्यौँ अहिले 1:30 बज्नु थाल्यो हामी बिहानको 3:10 जाँदा गएको हामी बिस्तार हामी माथि पनि अलिकति इन्जोय गऱ्यौँ अब कसैको चाहिँ के हुँदैन ट्रेक टोलीको चाहिँ लङ ट्रेक हुनेको चाहिँ अलि टाइमिङमा फटाफट गर्ने यहाँबाट त्यहाँ पुग्ने त्यहाँबाट त्यहाँ पुग्ने त्यो खालको हुँदो रहेछ हामी चाहिँ अलिकति गाह्रो पनि भयो बानी नपरेर होला र झन्डै हामी 3 दिनमा फेरि बेस क्याम्पसम्म आइपुगिसक्यौँ अब त्यहाँ बेस क्याम्प पुगेर अलिकति रेस्ट गरेर हिँड्न सक्यो भने हामी सके खाङसार नसक्यो भने अप्पर श्रीखर गएर बस्ने कोसिसमा हुन्छ तर यहाँको भन्दा उताको बाटो र ढुङ्गाहरू धेरै झर्ने ल्यान्डस्लाइड एरिया भएर हुन त प्रायः बाटो पुरै नै यस्तै हो है कोही ढुङ्गा झर्ने ठाउँ तर त्यति झर्दैन अहिले चाहिँ कुनै मौसममा हावा अलिक बढी लागेको बेलामा झर्ने चाहिँ हिजो हामी आउँदा नि अलिकति झरेको थियो हामी पुगेर आएको ठाउँबाट बगेर आएको नदी यहाँसम्म यति छ यसकै बेसमा बेस क्याम्प छ यही नदीको बेसमा अब हामी जाँदै तल पुगेर खाना खाँदा के हुन्छ खाएर हामी फेरि यहाँबाट खाङसार पुग्ने कोसिस गर्छौँ अब पुगेन भने अप्पर श्रीखरको त्यो पनि भएन साह्रै गाह्रो भयो भने यहीँ बस्दिने हो अब आइसकेपछि अब एकदम नसके पनि दौडिने कुरा भएन दाइको योजना पनि त्यस्तै छ दाइ के छ भनाइ पुगेर आयो होइन त बिन्दास छ दाइलाई अलिकति हिजोदेखि टाउको दुखाएर औषधि खानु भएको छ म पनि टाउको दुख्यो आज त टोपी खोल्दै खोलाइला अब हिजोको टोपी खोलाइले यस्तो चिसोले गर्दा राजा बनेको राति 2टा गोली लगाउनु पर्यो 2टा औषधि खानुभयो उहाँले 2टा साइन्स खाएर सुत्नु भएको बिहान पनि बाटोमा एउटा औषधि हामीले त्यो हाई अल्टिच्युडको औषधि खाइदिएको हो मैले पनि हिजो बेलुकै हाई अल्टिच्युडको दबाई खाएर सुतेको अस्ति पनि खाएको मैले अरू दबाई थाहा छैन तर अलिकति यो अब हावापानी के कारणले हो पेटको खराबी चाहिँ भए पनि अब बाटोमा त्यस्तो अवस्था भएन अब बेस क्याम्पमै पुगेर म्यानेज गर्नुपर्ने छ अब बिचमा 2जना भाइहरू हिजो आउँदै भेट भएको थियो त्यो एउटा भाइ चाहिँ अलिकति ट्रेकमा पोख्ता खालको रहेछ अनि उसले हामीलाई अलिकति हेल्प पनि गरेर बिहान दाइलाई माथिसम्म पुर्याउनको लागि झोला बोकेर अहिले पनि झोला बोकिरहेको छ उसले हामीलाई छोडेको छैन त यिनीहरू भाइहरू झन्डै अघि नै पुगिसक्थ्यो अघि नै पुगेर झन्डै उताको बाटो पनि आधी पुग्ने बेला भयो एकदम फटाफट हिँड्थ्यो त्यसपछि उनीहरू चाहिँ पोखराको भाइहरू हो जहाँको भयो भने नेपाली भएपछि एकदम सबैलाई माया गर्ने हेल्प गर्ने हिँडेर चाहिँ 3जना हुँदाहुँदै पनि हामीले पनि एकजना बहिनीले एकदम गाह्रो भएको थियो हामीले अक्सिजन लगाइदियौँ चक्लेटहरू दिएको अब त्यही त हो अब त्यसरी हिँड्दाखेरि
डाइरेक्टली ठाउँहरू पनि देखिने, त्यहाँको जनमानस पनि बुझिने। अनि ल अहिले दिउँसोको 4 बज्यो, झन्डै 4 होइन 2 बज्यो। ठ्याक्कै बेस क्याम्प आइपुग्नै लाग्यो। हाम्रो ढिला भयो किनभने अब टिममै आइपुग्नु पऱ्यो। ट्रेकिङमा टिम वर्क पनि भयो। त्यो अर्को भाइहरू चाहिँ हिँड्दै गएर भने मैले दाइले अलिकति पछाडि भएको यस यहाँ आइपुग्यो। भ्यायो भने खाङसार पुग्ने, नत्र भए आज त्यो पास हुनसक्छ, सिरी खर्क हुन पनि सक्छ। हेर्न कस्तो छ है यो। अब सबैतिर त्यस्तै क्या, यति धेरै माटो झर्छ। त त्यस्तो ठाउँमा पनि माथिबाट 3 फेज लाइन ल्याएको छ यहाँको लागि। अनि नेट पनि चल्छ, पैसा भएपछि खानेकुराहरू सबै पाइन्छ, सबै सामानहरू। अनि त्यस्तो बाटो पनि खै कतातिर जानुभयो, के खोज्न जानुभयो कि कस्तो, त्यहाँबाट नि सानो बाटो रहेछ। सबै डाँडो झरेर फेदमा आउँछ। अब भइपछि त मजाले तल पनि हुनुपर्छ होला। यो के हो, जरायो हो कि नाउर हो कि के हो, ठ्याक्कै फेला पर्यो त। पालेको त होइन क्या, मजाले बाटोमै बसेका छन्। हेर्नु त, ए हान्न त हान्ने कत्रो सिङ हो ब्रोको। ल ल ल के हो कुराकानी? चर्ना जस्तो छन्। बिहान जाँदा त पुरै अँध्यारो थियो, कस्तो बाटो थाहा भएन। सुरुमै उकालो, त्यसपछि झन् माथि गयो, झन् अप्ठ्यारो झन् चुचुरा बुन्दा झन् अप्ठ्यारो, त्यस्तो अवस्था थियो। अहिले हामी ठिकै झन्डै नजिक आइपुग्यो। त्यही हो तिमीको बेस काम थियो। पानी पर्न लाग्यो। हामी चाहिँ यहाँबाट हिँड्ने हो कि भन्ने विचारमा छ। खाङसार पुग्न सक्यो भने पर्सिको लागि सजिलो हुन्छ भनेर। अहिले झन्डै दिउँसोको 3:30 बजेको छ। हामी बेस क्याम्पबाट खाङसारतर्फ जाँदैछौँ। पानी परिराखेको छ, त्यो पनि त्यहाँ पुग्न पायो भने अलिकति सजिलो होला कि भनेर। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ, त्यो पनि अब हामी जाने नै हो भनेर तयारी भइसक्यो। हामी यो होटल मुनलेक भन्नेमा बसेको थियौँ, ठिकै लाग्यो। उहाँले हामीले नेपालीले 15% जति डिस्काउन्ट पनि गरिदिनु हुँदैछ। हामी बिच बाटोमा चाहिँ पानी पऱ्यो होला, कति खिच्न सकिन्छ हेरौँ। हामी यात्रामा निरन्तर छौँ। हामी खाङसारतिर फर्किँदैछौँ। अहिले ठिकै 4 बजिसक्यो। ल्यान्सर एरिया, यो बाटो त झन् पुरै यस्तै छ। हामी यसै त्यही पानी आएको खेतमा पुगेर आएको हो। के हो मस्याङदी दाइ अगाडि हुनुहुन्छ। गुफा जस्तो पनि रहेछ गुफाहरू।
पानी परिरहेछ निरन्तर हिँडिरहेको छ कमसेकम गाडी भेट्ने ठाउँसम्म पुग्न पाएँ बेलुका आनन्दको सुताइ हुन्थ्यो नत्र अब यहाँ बस्यो भने भोलि बिहान फेरि उठेर हिँड्नु नै पर्छ त्यहाँ पुरै जाम भएको त्यो भएर के छ दाइ सूर्य दाइको तपाईँको भनाइ यो विषयमा ठिक छ नि के छ भनाइ ठिक छ एकदम फिट एन्ड फाइन अब यात्रा एकदम रमाइलो रह्यो होइन यता ढुङ्गा नै आउनुसक्छ फटाफटी भन्नु है अब हामी अहिले उसमा झर्दैछौँ खाङसार जस जोर बढ्दो क्रममा छ होइन जोस चाहिँ यता मुस्ताङ हिँडेर पुग्ने नि अब अनि बिहानको बाइक घुम्दै सम्झिँदैन नि है अहिले के हिउँले हाल्न जस्तो गर्न थाल्यो यतिखेर पनि के भयो पानी परिराखेकै छ हामी यो सबभन्दा ठुलो ल्यान्डस्लाइड यो जाने बाटोको सबभन्दा ठुलो ल्यान्डस्लाइड हो यो चाहिँ सबै ठाउँ रिस्क नै छ यो अनि पानी परेर बेलामा छ बिचारै गर्नुपर्ने ठाउँ छ अनि यहाँनिर चाहिँ ठ्याक्कै उता बारीको डाँडा बसेर यतापट्टि आएको जस्तो देखाएको जस्तो छ बारीको चितेर आएको जस्तो छ धेरै छ हिँड्नुपर्ने त माथि पारिपट्टि डाँडामा गएर फेरि तल झर्नु पऱ्यो हिँड्दै गएपछि हिँड्न त छोड्नु भएन ल हामी अप्पर शिखरका आइसक्यौँ हामी उहीँदेखि नै तिलिचोदेखि नै पुरै कि हिउँ कि पानी कि हावा त्योभन्दा बढी केही पनि छैन अगाडि बाटो पुरै कटिसक्यौँ हामी पहिला यो म यता माथिबाट पनि देखाइदिन्छु ल त्यो डाँडोहरू सबै कटेर आउने हो अनि हामी जाँदा पनि यहाँनिर चिया खाएको थियौँ अनि हामी रामेछापबाट 2 जना हिँडेको थियौँ यो दाइ र म अनि फेरि पोखराको 2 जना भेट भयो फेरि काठमाडौँको अर्को 4 जना भेट भयो उहाँहरू पनि हामी सँगसँगै हिँड्दै हुनुहुन्छ यस्तो छ जे भए पनि खै आधी बाटो मागिसक्यो क्या छ एकदम क्लाइमेट आज खराबी नै भयो भन्थे क्या बेस क्याम्पको मान्छेहरूले पनि हामी सकेसम्म तलै पुगेर बस्ने गाडी आउने ठाउँसम्म भनेर दौडा दौडी गरिरहेछौँ किन खोल्नु र पानी परिरहेछ र होइन होला तपाईँ कस्तो लागिरहेछ कस्तो छ ठिक छ नि हो मलाई सोध्नु पर्यो दाइ भाइ कस्तो लागिरहेछ ठिक छ एकदम ठिक छ हल्का हामी अब आधी बाटो आइपुग्यौँ कि के हो भन्न आधी बाटो भन्न पाइयो उहाँले रास्ता भुलेर अर्कै ठाउँ जानुभयो होइन उहाँहरू चाहिँ हल्का बाटो बिराउनु भएको रहेछ होइन त्यो पनि ठिकै छ ए तपाईँलाई 22 घुम्तीको बारेमा केही अनुभव छ कस्तो लाग्यो एकदम 22 घुम्ती होइन दाइ त्यो 22 कालो त्यसो अब तपाईँ फर्केर मनाङ चाहिँ आउँदिन तर ट्रेक चाहिँ जान्छु मनाङ नराम्रो भएर त होइन अब एकदम गाह्रो भएको कारणले फेरि आउन सक्दिनँ मनाङसम्म त आइन्छ तिलिचो चाहिँ जान गाह्रो भयो होइन हाम्रो यहाँ चिया बनाउनु दिँदै हिजो पनि मैले खिचाएँ फेरि खिचिदिन्छु तपाईँ ठिक छ तपाईँ कसरी जाने अब तलतिर कसरी जाने घोडा खोइ त ए बस्ने हो आगो बाल्नु भएको छ हामी 100 रुपियाँ कपमा चिया खान्छौँ डिस्काउन्ट छैन नि हामी 8 जना छौँ अहिले त भएन भनेर दिदीलाई हामीले यत्रो फेरि उठाएर ल्यायौँ हामी 20% एड गर्नु फेरि 20% डिस्काउन्ट गरिदिनु न त भइगयो नि तर 22 घुम्तीको केही छ अनुभव के भन्नु पनि छ ल ठिक ल अहिले बेलुकाको ठ्याक्कै 8:40 गयो हामी मनाङको खाङसारसम्म आइपुगिसकेका छौँ हामी हिजो बिहान बेस क्याम्पबाट तिलिचो ताल पुगेर त्यहाँबाट फेरि हामी यहाँसम्म बिहान 3 बजीदेखि हिँडेको यात्रा अहिले
8:40मा आइपुग्नुभएको छ। निकै रमाइलो पनि भयो, तर गाह्रो पनि भयो। पानी परेको परै, हिउँ पर्ने, हावा लाग्ने हुँदाहुँदै पनि लामो यात्रा भयो। हिँडेको